बा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? त्यति सन्चो छैन। अलि बिरामी बिरामी हुनुहुन्छ जस्तो लाग्दैछ। आवाज सुन्दा अलि मलिनता मानिरहेको छु बा। म बिरामी बिरामी छु बा। अब के हो उमेर अवस्थाले दबाई खाने, मैले पहिल्यैदेखि दबाई खान्थेँ। अब अन्तिम हो क्या। हेत तेरिका त्यस्तो भन्नु न, के को अन्तिम? होइन बाँध्नुपर्छ, 100 वर्ष टेक्नुपर्छ। हेत त्यस्तो कुरा मलाई चित्त बुझ्दैन है बा। यस्तो नभन्नुहोस् है, मलाई अलि दुःख लाग्छ। त्यो कुरा छोडिदिनु, त्यस्ता शब्द नभन्नु त। नभन्नु। बुढेसकाल लाग्यो, बुढेसकाल लाग्दाखेरि ज्यानलाई असन्चो हुन्छ, यसै पनि शरीर निउ खोज्छ, बिरामी भइयो होला, चिसो लागेर। त्यस्तो भन्नु न। हामी त हजुरलाई 100 वर्ष टेकेको देख्न चाहन्छौँ। त्यसो त होइन नि, अब त नयाँ पात फेरिन पर्छ नि। पुरानो धाव त जानुपर्छ। त्यो हो प्रकृतिको नियम हो बा। के कुरा गरेको? तन्नेरी हुँदै वृद्ध हुने हो, हामी पनि ओइलाएर जाने हो। अब हरेस खा जस्ता कुरा गर्नुहुन्न। बिरामी भइयो होला, यो चिसो मौसम वातावरण, एकतामाथि बुढ्यौलीपना, शरीरले पनि आफै निउ खोज्दाखेरि होइन। स्वस्थ जीवनको शुभकामना। अर्कोचोटि आउँदा भेट्न पाऊँ, राम्रो भएको देख्न पाऊँ भन्ने मेरो कुरो छ। सन्चो पनि छैन अनि ठन्नी पनि छ। ठन्नीले नि हो, त्यही ठन्डीले हो त नि। अनि हरेस खाएर अब अन्तिम हो किन भन्नुहुन्छ त नि? भन्नुहुन्न है। मेरा बा सन्चो हुनुहुन्छ, निरोगी छन्। म 100 वर्ष देख्न चाहन्छु। हाम्रा भ्यू पोइन्ट छोरेपाटन पातलो छाँगाका चन्द्रकान्त बराल बा हुन् है बा। अनि आमा त हुनुहुन्न नि आज घर? छैन। कता जानुभयो? उनीहरू खेततिर कता? ए, उता लाखु लखट्न। होइन त्यति अब खेतीबारीमा काम गर्नु पर्यो। काम गर्ने हुन् कि घाम ताप्ने पनि थाहा छैन।